हेर सीता, तिमीले कहिले इलाम घुम्न गएको छौ? ओहो, इलाम त मेरो ड्रिम डेस्टिनेसन हो नि रवि। हरियो चिया बगान, शान्त वातावरण अनि ताजगीले भरिएको ठाउँ। सही हो। इलाम भनेको त नेपालको पूर्वी स्वर्ग जस्तै हो। चिया बगान मात्र होइन, त्यहाँको संस्कृति, खानपान अनि हिमाल देखिने डाँडाहरू, उफ, म त अझै भुलेको छैन। हाम्रो देशमा यत्रो सुन्दर ठाउँ छ भन्ने थाहा पाउँदा गर्व लाग्छ। कन्यामको चिया बगान सम्झ, फोटा खिच्नलाई पर्फेक्ट स्पट। अनि श्री अन्तु डाँडा, जहाँबाट सूर्योदय हेर्दा मनै शान्त हुन्छ। हो नि, श्रीअन्तु डाँडाबाट त कञ्चनजङ्घा र दार्जिलिङ समेत देखिन्छ। ट्रेकिङ मन पराउनेहरूका लागि सन्दकपुर चाहिँ स्वर्ग हो। ए रवि, इलाममा माई पोखरीको कथा थाहा छ? धार्मिक हिसाबले निकै पवित्र मानिन्छ रे। ठीक भन्यो। त्यहाँ हरियो वन, थुप्रै किसिमका माछा र जलचर पनि पाइन्छ। अरू के थाहा छ तिमीलाई? कता हो र? इलाम कृषि र अर्ग्यानिक खेतीको पनि राजधानी जस्तै हो। अलैँची, अदुवा, दुध, चियाको उत्पादनमा त नेपालमै अगाडि छ। बिल्कुल। र जात जाति हेर्ने हो भने लिम्बू, राई, मगर, नेवार, ब्राह्मण सबैको साझा वासस्थान हो इलाम। संस्कृति कस्तो विचित्रको मेल। र चाडपर्व पनि। दसैँ तिहार मात्र होइन, उभौली, साकेला, लोसार जस्ता पर्वहरू त्यहाँको मौलिकता झल्काउँछन्। इलाम पुग्न पनि सजिलो छ नि। झापाको बिर्ता मोडबाट सिधा बस जान्छ। भद्रपुरसम्म प्लेनमा गएर त्यसपछि गाडी झनै रमाइलो। अनि शिक्षा र स्वास्थ्य पनि ठिकै छ। इलाम बहुमुखी क्याम्पस राम्रो चलिरहेको छ। त्यहाँका मान्छे पनि मिलनसार र मेहनती। ए सीता, अब त लाग्दैछ हामीले इलाममा भ्याकेसन प्लान गर्नुपर्छ। हरेक दिनको दौडधुपबाट टाढा इलाममा हराउने इच्छा छ। डन भयो। हामी दुई मात्रै होइन, साथीहरू पनि समेटौँ अनि फिल इलाम फिल नेपालको ट्यागलाइनमा यात्रा सुरु गरौँ। डन। यो त हाम्रो लाइफको बेस्ट टुर हुनेवाला छ। इलाम, हामी आउँदैछौँ।